भन त बाबु यो दिदीको कपी कसले च्यातिदिएको यो तिमीले हैन यो कपी तिमीले च्यातेको हैन अनि यो कैँची चाहिँ कसले झिकेको अनि झिकेर अनि कैँचीले काटेको हैन तिमीले कपी कसले काट्या त छोरो मान्छेहरूले काटिदियो अनि यो कैँची कसले लुकाएर राखेको कैँची चाहिँ तिमीले लुकाएको अनि काटेको चाहिँ होइन अरू मान्छे आएर काटिदियो कपी कहाँबाट आयो मान्छे बाहिरको मान्छे आएर अनि दिदीको कपी यस्तो गरेर च्यातिदिएको यस्तो गरेर अनि कैँची चाहिँ तिमीले लुकाएर राखेको तिमीले काटेको हो कि हैन कैँची चलाएको तिमीले हजुर तिमीले काटेको